म जस्तो साधारण नागरिकलाई राजनीति मन परोस् या नपरोस्, राजनीति गरोस् या नगरोस्, यसको कुनै मतलबको कुरा भएन। तर राजनीति नबुझ्दाखेरि, मन नपरे तापनि, राजनीति नगरे तापनि, चासो नलिए तापनि, नबुझे तापनि म जहिले सुकै राजनीतिको घेराभित्र नै पर्छ, राजनीतिको नीतिभित्रै पर्छ। राजनीति देशको मूल नीति हो। त्यो मूल नीति भएकोले मैले बुझोस् नबुझोस्, मैले राजनीति गरोस् नगरोस्, मैले राजनीति जानोस् नजानोस्, मलाई राजनीति मन परोस् या नपरोस्, त्यसमा कुनै मतलब छैन। तर राजनीतिको हरेक निर्णयको घेराबन्दीभित्र, राजनीतिको हरेक क्रियाकलापको दायराभित्र म परिरहेको हुन्छु। त्यसैले हाम्रो देशमा संविधान अनुसार 5-5 वर्षमा हामीले निर्वाचन गर्नुपर्छ, हामीले जनताले मतदान गर्नुपर्छ भनेर यो सिस्टममा हामी बसेका छौँ। हामीले त्यो अनुसार गरिरहेको पनि हुन्छ, गरिरहेको पनि हुन्छ। तर म यसरी चुप लागेर बस्दाखेरि मलाई मन पर्दा नपर्दा जेसुकै अवस्थामा होस्, राजनीतिको एउटा निर्णयले मेरो देश 100 वर्ष पछाडि पनि पर्न सक्छ, 100 वर्ष अगाडि पनि पर्न सक्छ। मेरो देश एउटा निर्णयले विश्वका अरू शक्तिशाली राष्ट्रहरू जस्तै चीन, रसिया, दक्षिण अफ्रिका जस्तो शक्तिशाली सम्पन्न पनि बन्न सक्छ, अमेरिका, बेलायत जस्तो शक्तिशाली सम्पन्न राष्ट्र पनि बन्न सक्छ। तर मेरो देशको एउटा राजनीतिक दुर्घटनाले, एउटा राजनीतिक निर्णयले मेरो देश युक्रेन जस्तो पनि बन्न सक्छ, इरान जस्तो पनि बन्न सक्छ, अफगानिस्तान जस्तो पनि बन्न सक्छ। र हालसालैको केही समय 1-2 महिना अगाडि भेनेजुएलामा जुन घटना भएको छ, त्यस्तो परिस्थिति पनि मेरो देशले भोग्नु पर्ने हुन सक्छ। त्यो सबैको परिणाम, त्यो सबै किन भयो भन्दाखेरि राजनीतिको एउटै निर्णयले काफी हुन्छ। त्यसैले राजनीति हामी सबैको साझा नीति हो, राजनीति हामी सबैको मूल नीति हो। सकिन्छ, मिल्छ भने सकेसम्म राम्रोसँग बुझ्ने प्रयास गर्नुहोस्, एउटा सचेत नागरिक बन्ने गर्नुहोस् सबैजना। हाम्रो देशमा अहिलेको परिस्थिति हेर्दाखेरि चाइना, रसिया, दक्षिण अफ्रिका बन्नेतिर भन्दा पनि हामी युक्रेन, अफगानिस्तान र भेनेजुएला अथवा इरान त्यस्तो खालको परिस्थितिमा धकेलिँदै गइरहेको जस्तो विभिन्न किसिमको गतिविधिहरूले बुझ्दै गइरहेको छ। एउटा राम्रो राजनीतिक नेतृत्वले देशलाई धेरै छिटो सकारात्मक परिवर्तन पनि गर्न सक्छ। जस्तै बेलायत, अमेरिका, युरोपको केही देशहरूलाई हामीले अध्ययन गर्यौं भने यिनीहरूलाई अहिलेको जस्तो शक्तिशाली राम्रो बन्नको लागि 300, 400, 500 वर्षको सङ्घर्ष, लोकतन्त्र र राजनीतिक स्थायित्व, स्थिरता पछि अहिलेको अवस्थामा आएको देख्छु भने चाइना, रसिया, दक्षिण अफ्रिका साथसाथै जापान पनि यस्तो देशहरू प्रगति गर्नलाई ती देशहरू भन्दा कैयौं गुणा थोरै समयमा राम्रो प्रगति गरेको छ। धेरै समय बितेको छ, मात्रै 35-40 वर्षदेखि 50-60 वर्षको हाराहारीमा यी देशहरू यत्रो सम्पन्न भएको छन्, यत्रो शक्तिशाली भएका छन्। यी सबै हुनको कारण राजनीतिक नेतृत्व र देशको एउटा असल नेता, देशको एउटा सही निर्णय, सबै जनताले असल नेता छान्न जानेको हुनाले अहिले यो परिस्थितिमा आयो। यो राजनीतिको परिणाम सबैले भोग्नु पर्ने हुन्छ, चाहे जस्तो सुकै नागरिक होस्, सबैले भोग्नु पर्ने हुन्छ। हामी कोही पनि यहाँबाट उम्किन पाउने अवस्था छैन। अहिलेको नयाँ सरकार रासोपाको बनेको छ, सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएको थोरै दिन भएको। यो थोरै दिन भित्रमा यो सरकारले गरेको कामहरूको चौतर्फी वाह पनि छ, अलिकति शङ्कास्पद कुराहरू पनि छ। जस्तै उदाहरणको लागि यो सरकारले गर्नुपर्ने कुराहरू एकातिर छ भने गर्न खोजेको कामहरू चाहिँ अर्कोतिर देख्छु। उदाहरणको लागि हालसालै पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री, अन्य धेरै नेताहरू पक्राउ गरेको छ। बुझेको नेपाली जनताले यो प्रक्रियागत त्रुटि अनुसार पक्राउ गरेको छ है भनेर बुझ्दा पनि चुप्प लागेर बस्नु परेको छ। ठिक्क भइस खुच्चिङ बजाएर बस्नु परेको छ। कारण किन? हिजो यिनीहरूले गरेको कुकर्मको कारणले गर्दाखेरि यिनीहरूलाई प्रक्रिया नपुर्याइकन पक्राउ गर्दाखेरि पनि बुझेको नेपाली जनताहरू चुप बस्नु परेको अवस्था छ। आफू सत्तामा हुँदाखेरि उन्मादले जे पनि गरिदिने,
त्यसको परिणाम स्वरूप आज नेपाली जनता बल्ल ठिक गर्ने मान्छे आयो भनेर चुपचाप बस्नु परेछ। तर बालेन सरकारले गर्नुपर्ने कुरा कस्तो थियो भन्दाखेरि कम्तीमा कार्की आयोगको प्रतिवेदन सबै प्रष्ट रूपमा सार्वजनिक गर्नुपर्ने थियो। यो मान्छे यो केसमा, यो मान्छे यो केसमा, यो मान्छे यो केसमा, आफ्नो पार्टीको अरूको पार्टीको नबनिकन जस्ताको तस्तै जनतालाई सार्वजनिक गर्नुपर्ने पहिलो नम्बर। त्यसपछि विधि प्रक्रिया पुर्याएर पक्राउ गर्नुपर्ने थियो। त्यो नगरिकन पक्राउ गरे तापनि नेपाली जनताले खुसी नै मानेको छ, किनभने रिस धेरै छ नेपाली जनतालाई। अब अहिले आएर बालेन सरकारले गर्ने कामहरूको पनि धेरै, गर्न खोजेको कामहरूको पनि धेरै चर्चा छ। संविधान संशोधनको चर्चा छ, दलसँग आबद्ध ट्रेड युनियनहरू खारेज गर्ने चर्चा छ, साथसाथै वडा सदस्यहरूको प्रावधान खारेज गर्ने हल्ला चलिरहेको। तर मेरो बुझाइमा बालेन सरकारले गर्नुपर्ने काम चाहिँ ट्रेड युनियन, राजनैतिक दलको भातृ संस्थाहरू, कर्मचारी युनियनहरू र वडा सदस्यहरू खारेज गर्नु भन्दा पनि यो देशमा सबैभन्दा पहिला चाहिँ एनजिओ आइएनजिओ खारेज गर्नुपर्ने थियो, जसले थाहा नपाइकन हाम्रो देश खर्लप्पै निल्न थालिसक्यो। विदेशी राजदूतहरूलाई, विदेशी राजदूतावासहरूलाई आफ्नो कूटनैतिक सीमाभित्र राख्नु पर्ने थियो। विभिन्न समाजमा जाने, विभिन्न ठाउँमा गएर समाज सेवाको नाममा नेपाली जनतालाई भट्काउने, नेपाली जनतालाई हातमा लिने, सहयोग गरेको नाममा विभिन्न किसिमको प्रचारबाजी गरेर हाम्रो देशको राजनीतिमा हस्तक्षेप गर्ने जस्तो क्रियाकलापहरू जेनजी आन्दोलनबाट निकै छरपष्ट भयो। त्यसैले यो विभिन्न देशको दूतावासहरूलाई चाहिँ सही ठाउँमा राख्नु पर्ने थियो, कूटनैतिक मर्यादाभित्र सीमित पार्नु पर्ने। त्यो यो सरकारले गर्न सक्ने देखेको छैन। अर्को कुरा, अहिले वडा सदस्यहरूलाई खारेज गर्ने भनेर गर्न लागेको के? त्यसै त नेपाली जनता राजनीतिको बारेमा बुझेको छैन, जानेको छैन। सामान्य भुइँ मान्छेहरूले आफ्नो वडा सदस्य मार्फत सरकारलाई कुरा पुर्याउँछ, आफ्नो वडाको समस्याको बारेमा जानकारी गर्छ। तर त्यहाँबाट चाहिँ माथिल्लो लेभलमा पुगेर गाउँपालिका स्तरमा आफ्नो वडाको जनताको समस्यालाई जस्ताको तस्तै लैजाने व्यक्तिहरूलाई हटाएर गर्न खोजेको के हो? नेपाली जनता भुइँ मान्छेहरूले राजनीति सिक्न पाउने कुरा होइन, राजनीति सिक्न पर्दैन उनीहरूलाई, उनीहरूले जान्नु पर्दैन, उनीहरूले बुझ्नु पर्दैन। त्यसै त यो देशमा कति मान्छे टिकटकमा रमाइरहेछन्, सामाजिक सञ्जालले यो कुराहरू भन्दा पनि बढी अन्य कुरा नै फोकस गरेर नेपालीहरूको राजनीतिक चेतना एकदमै गिरिरहेको अवस्थामा यो वडा सदस्यहरूलाई खारेज गरेर गर्न लागेको चाहिँ के हो? यो मैले बुझ्न नसकेको। हस्, यति भन्दै बिदा लिन चाहन्छु। धन्यवाद।